आज चाहिँ म एउटा नेपालको भर्खरै भइरहेको कुरा गर्दैछु। त्यो चाहिँ नेपालमा चाहिँ अहिले एउटा प्लानिङ आछ, जुन पहिलाको इन्डस्ट्रीहरूलाई होइन बिउजाउने प्लानिङ होइन, तिनीहरूलाई अब गभर्मेन्टले पनि अलिकति स्टेक लिने होइन त्यसको, अनि त्यसपछि सेमी प्राइभेट गर्ने भन्ने कुरा छ। आई थिङ्क द्याट्स अ ब्याड आइडिया। गभर्मेन्ट भन्ने चाहिँ के हो भने होइन, यस्तो अझ डेभलपिङ कन्ट्री लाइक नेपालमा चाहिँ होइन धेरै इन्टरभेन गरिरहनु हुँदैन कि, विशेष गरी इकोनोमिक कुराहरूमा। गभर्मेन्टको काम चाहिँ होइन बरु आओ कम्पिटिसन गर, कम्पिटिसनलाई इन्करेज गराउने, इन्सेन्टिभाइज गर्ने काम हो, कम्पिटिसनलाई बन्द गर्ने होइन। अब सपोज यिनीहरूले एउटा प्लान चाहिँ सिमेन्ट फ्याक्ट्रीलाई पनि खोलाउने भन्ने कुरा भएको छ। अब जस्तो कोही प्राइभेट मान्छेले त्यहाँ सिमेन्ट फ्याक्ट्री खोल्नु केलाई जानु, गभर्मेन्टसँग कम्पिट गर्न केलाई जानु होइन। इफेक्टिभली यु क्लोज द कम्पिटिसन प्रोसेस। गभर्मेन्टको पावरसँग कोही व्यक्ति कम्पिटिसन गर्न जानु त व्यर्थ हो, बिकज दे क्यान अलवेज, गभर्मेन्ट क्यान अलवेज रिग द गेम इन देयर फेभर बिकज दे कन्ट्रोल द हाउस, राइट। हो, त्यो कारणले गर्दाखेरि अब त्यहाँ इनोभेसनै हुँदैन त्यस्तो फिल्डहरूमा। अब 1-2 दिनलाई होइन के भन्छ त्यो इम्प्लोइमेन्ट बढाए जस्तो देखिन्छ होइन, किनभने नयाँ इन्डस्ट्रीहरू बन्यो भने। तर ओभर टाइम when there is no competition, the price remains higher, and there is no government has to, if there is any loss in the business, government has to take the responsibility, and it's coming from the taxpayers' money. So I think that's a bad idea. So anyways, यो कुरामा चाहिँ ध्यान जाओस्। गभर्मेन्टको काम भनेको चाहिँ होइन सेक्युरिटी ल होइन राम्रोसँग इम्प्लिमेन्ट गर्ने होइन, अनि मान्छेहरूलाई के अरे इकोनोमिकल्ली इन्भल्भ हुन इन्सेन्टिभाइज गर्ने हो होइन, आफै इन्टरभेन गर्ने होइन। अब यो कुरा चाहिँ बुझ्नुपर्ने हुन्छ है, नत्र भने यसको कन्सिक्वेन्सेस चाहिँ वी माइट इन्ड अप इन लाइक रिसेसन वेयर देयर इज हाई inflationary recession kind of scenario. So be careful while you are implementing these things. यति हो मेरो नेपाल गभर्मेन्टलाई भन्नु।